स्वागत छ साथीहरू तपाईलाई मेरो आजको नयाँ भिडियोमा। आज मैले टमाटरको भिडियो लिएर आएको छु। मसँग यो टमाटरको भिडियोमा टमाटर हेर्नुस् त यसरी फलेको छ। ठुलो टमाटरको झ्याङ छ, तर यो टमाटरको रुख पुरानो पनि भइसकेको कारणले अब मैले यो टमाटरको झ्याङलाई काटेर फाल्नुपर्छ। अनि त्यो टमाटरको झ्याङको तल मैले इस्कुस पहिले लगाएको कारणले इस्कुस माथि आउँदैछ। मैले इस्कुसलाई ठ्याङ्क्राहरू रस्सीहरू लगाएर मैले माथिको छतमा पुर्याउनु पर्ने भएको कारणले आज म टमाटर पुरै टिपेर अनि यो टमाटर टिपिसकेपछि टमाटरको हाँगाहरूलाई जराबाट उखालेर म फाल्छु। अनि मैले के गर्छु आजको भिडियोबाट तपाईले थाहा पाउनुहुनेछ। भिडियोलाई नछुटाइकन भिडियोलाई हेर्दै जानुस्।
मैले यसरी टमाटरहरू टिपेर सकेँ भाँडामा। अब यो सुकेको झ्याङलाई हरियो पनि झ्याङ छ टमाटरको, यसरी मैले हाँगाहरू तल सबै लिएर फाल्दैछु। सबै टमाटरको झ्याङहरू तल फालेर अनि यो इस्कुस बिस्तारै बढिरहेको छ। एउटा दुईटा हाँगा आएको छ इस्कुसको, त्यसमा म लट्ठी लाएर माथि जानको लागि बनाउने छु। यो पहिला म टमाटरको झ्याङहरू यसरी म फाल्दैछु। टमाटरको बोट त माथि झ्याङ भएर गएको कि, अनि मलाई चाहिँ भाइले सहायता गरिरहेको छ। मेरो भाइले त्यो टमाटरको झ्याङ तल फाल्नको लागि बाबुहरूले पनि सहायता गरेको छ। अनि यसरी हेर्नु उफ्री गरेर फालेको के। अनि हेर्नुहोस् त यति भयो टमाटरको झ्याङ। अनि यसरी सफा गरेको। अनि त्यहाँ इस्कुसलाई पनि सानो सानो अनि काठहरू लगाएर चाहिँ इस्कुसलाई माथि जानको लागि यसरी बनाउँदैछु। टमाटरको झ्याङ फालेर मैले इस्कुसलाई यसरी लट्ठीहरू गाडेर माथि चढाइदिएको छु। मैले सबै टमाटरको झ्याङलाई यसरी तल फालेँ। हेर्नुहोस् यति धेरै भएको। अनि यसबाट अनि टमाटर पनि यति भएको छ। मैले यसरी राखेको छु टमाटरलाई। अनि तपाईँले फाइनल लुक देख्न सक्नुहुन्छ। इस्कुसको यति ठुलो भइसकेको छ, हेर्नुहोस् त। हेर्नुहोस् त साथीहरू, इस्कुस यति ठुलो भएर पनि आज म इस्कुसको मुन्टा टिप्नको लागि जाँदैछु। मैले यसरी यति मुन्टाहरू टिपेँ। यो साग खानको लागि पनि धेरै राम्रो हुन्छ। मैले अहिले मुन्टा पनि टिपेको छु। अहिले असारको महिनासम्म मुन्टा टिपेर खानको लागि राम्रो। अनि साउनको महिनापछि नटिप्ने, अनि त्यसमा फलहरू फल्छ, त्यसैले साउनको महिनापछि म चाहिँ टिप्दैन, अहिले मात्रै म टिप्छु। अहिले तरकारी खानको लागि धेरै राम्रो हुन्छ इस्कुसको मुन्टाको तरकारी। मैले हेर्नुहोस् त आज मैले यति टिपेको छु। आज मैले टमाटरको झ्याङ पनि फालेँ।
एकदमै राम्रो टमाटर फलेको थियो। तर के गर्ने तलको भागबाट इस्कुस पनि उम्रेको कारणले मैले त्यो टमाटरको झ्याङलाई फाल्नु नै परेको थियो। अनि टमाटरलाई माथि बढाउनको लागि हेर्नुहोस् त इस्कुस यस्तो भएको छ। आज मैले टमाटरको अनि इस्कुसको एकैचोटि भिडियो लिएर आउँदा तपाईलाई कस्तो लाग्यो? थ्याङ्क यू फर वाचिङ माई भिडियो। पक्कै पनि तपाईलाई मन परेको छ भन्ने म आशा राख्छु।